$29,051 लाउँछ एउटा बच्चा डेलिभर गर्न अमेरिकामा। हाम्रो भर्खरै एउटा बच्चा भयो र हस्पिटलले 2 हप्तामै बिल पठाएको थियो। डेलिभरी नेचुरल थियो र कुनै पनि कम्प्लिकेसन थिएन। हामी हस्पिटलमा 2 दिन बस्यौँ। म हजुरहरूलाई सबै ब्रेकडाउन देखाउँछु कसरी $29,051 को बिल आयो। यो चाहिँ बच्चा डेलिभरी गर्ने रुमको बिल हो र यस्तो बिल हामीसँग मल्टिपल छ। डाक्टर जसले हाम्रो बच्चा डेलिभर गर्नुभयो उहाँको बिल हो $3,114। यो चाहिँ एनेस्थेसिया लगाइदिने डाक्टरको लागि $4,500। बच्चाको लागि छुट्टै बिल पठाइयो जुन हो $5,042.50। हजुरहरूलाई हाम्रो कस्तो खालको इन्सुरेन्स थियो, इन्सुरेन्सले कति पे गर्यो, हामीले आउट अफ पकेट कति तिर्यौँ, कुन हस्पिटलमा डेलिभर गराएको हो आदि इत्यादि कुराहरू चाहिँ जान्न मन छ, जिज्ञासा छ भने चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ र म अर्को भिडियोमा फेरि फुल्ली एक्सप्लेन गर्ने कोसिस गर्नेछु।